माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। हामीले बारम्बार प्रश्न उठाएका छौं। हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौं। सीमानाको कुरादेखि लिएर महँगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई तपाईको चाहिँ के रे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, कहाँबाट हामीले चाहिँ के रे फिर्ता गर्दैछौँ भन्ने कुराहरू, यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ थुप्रै प्रश्नहरू राख्न खोजेका छौँ। सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ। तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नि नआउने, छलफल नि नआउने, तपाईको चाहिँ के रे उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, अरू मान्छे आउने, यो तरिकाले चाहिँ तपाईको यो हाम्रो नियमावलीको 15 को 2 नियमावली 15 को उपनियम 2 लागू भएको देखिँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो जोरदार माग छ, यो संसदप्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर्छ। किनभने जनताकै तपाईको चाहिँ के रे भोट लिएर हामी यहाँ आएका छौँ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीज्यूहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौँ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो। त्यो कर्तव्यदेखि चाहिँ भाग्ने उहाँहरूको जुन चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ। यो सरकार, यो सदनप्रति जवाफदेही नभएको त्यो चाहिँ के रे हामीले महसुस गरेका छौँ। त्यसो भएको कारणले गर्दाखेरि संसदीय मर्यादा अन्तर्गत जो प्रधानमन्त्रीदेखि लिएर तपाईको मन्त्री परिषदका सबै मन्त्रीहरू यही सदनका सदस्य, त्यसो भएको कारणले गर्दाखेरि यहाँले रुलिङ गरेर उहाँहरूलाई ल्याउनुपर्छ। यो माग हामी राख्छौँ। यो माग पुरा नभइन्जेलसम्म हामी सधैँभरि, मैले अहिले नै भने, सधैँभरि हामी पर्चा देखाइ नै रहन्छौँ, आन्दोलन गरि नै रहन्छौँ। यहाँभित्र एक खालको हामीले तोडफोड गरेका छैन, आगजनी गरेका छैन, होइन? यो तरिकाको चाहिँ